ज्वरो आएको यो ज्वरो आएको औषधि चाहियो औषधि मेरो ज्वरोहरू आएर मर्न आँटिसक्यो यस्तो दुःख पाइ मैले अब के गर्नु एक्कासी आएर कोठा माग्नुभयो तपाईँले कोठा दिनुभयो मैले छोरीको मुखी हेर्ने भएको सबभन्दा बिचारे 16 वर्षको मान्छे आमा म कलेज पढ्छु मलाई त्यो घरबेटीले अब अहिले हामीलाई चाहिँ कोठा बन्नुभयो मलाई बस्न दिनु भएन भने म त सोझो मान्छे बस्नु त ठिकै छ नि त नानी के भयो त भने उसले छोरीले त्यस्तो खोजेछ मलाई थाहा भएन हजुर कोठा यहाँ होइन माथि होला नि त्यो होइन रे सोनी ए हो र सरी छोरी कहाँ छ फेरि होइन यहाँ त अरू हो बस्ने अरू मान्छे बस्ने अरे अहिले हेर्नुहोस् त हामी काठमाडौँमा छौँ र यसरी कोठामा लिएर आमालाई छोडेर छोरी फरार हुनुभएको कुरा जानकारी गर्नुभएको छ घरबेटीबाट हामीलाई वडाभित्र यस्ता व्यक्तिहरू पनि हुनु नै छ तपाईँले यसलाई मध्यनजर गर्नुभएको रहेछ होइन हामीलाई जानकारी भयो अब उहाँलाई मानव सेवा आश्रम लाँदैछौँ अब तपाईँको केही विचार धारणाहरू हजुर खास त्यस्तो छैन अब उद्धार गर्नुपर्ने खालकै थियो हजुर अब धेरै अगाडिदेखि नै उद्धार गर्ने प्रयासमा थियौँ अब यहाँ आज चाहिँ सफल भएको छ यहाँले चाहिँ त्यही अनुसारको आज उद्धार गर्नुभयो अब उसलाई चाहिँ उसको भविष्य राम्रो होस् पछिसम्मलाई आइयो है हामी आश्रम आइयो बिस्तारै ल सम्पूर्ण नमस्कार जय मानव सेवा अहिले बेला हामी चन्द्रगिरी नगरपालिका वडा नम्बर 14मा एकजना दिदीको यस्तो बिजोको अवस्थामा यहाँ हुनुहुन्छ हेर्नु हामीलाई भिडियो पठाउनु भएको थियो र अहिले यति बेला हाम्रो मानव सेवा आश्रम टिम आइपुगेका छौँ दिदी यो घरमा हुनुहुन्छ भन्ने जानकारी छ र यहाँ छोरीले भाडामा राख्ने भनेर छोडिदिएर छोरी फरार भइसकेपछि दिदीको अवस्था यस्तो छ हेर्नुहोस् अब दिदीको पश्चिमतिर कुन ठाउँ बताउनु भएको छ घर सबै कुरा हामी बुझ्ने प्रयास गर्दैछौँ दिदी नमस्कार ए नमस्कार आमा कति दिन भयो त उहाँ यहाँ यसरी बस्नु लाग्यो 1.5 महिना कसले ल्याएर छोड्नु भयो कि छोरी थियो हजुर छोरी थियो छोरीले हेर्दा चाहिँ मलाई थाहा भएन हेर्नु है हजुर टोयलेट यसो लान्थ्यो मैले भने बिरामी छ भनेको थिएँ नि त बिरामी रहेछ भने अब मलाई यस्तो पागल भन्ने चाहिँ भनेन हजुर अनि टोयलेट डोर्याएर ल्याउने त्यसो गर्थ्यो छोरी हुँदा चाहिँ छोरी भएन भने त्यहाँ पिसाब गरिदिने माथि नै अनि मैले भनेको यो के गरे भने मैले होइन भन्ने कुन चाहिँले आएर गरिदिन्छ होला मलाई लाउँछ भनेर बाज्ने अनि मैले अब त्यो आफैले गरे जे पनि भने मेसेन्जरमा कुरा गरेछ उसले अनि त्यस्तो गर्ने अनि गर्दा गर्दै अनि मैले एक दिन सोधेँ तपाईँ बौला थियो हो बौलाको हो भनेको कहाँ बौला छैन भने फेरि छोरी कहाँ हुन्छ त अहिले छोरी त भागिदिइहाल्यो नि हेर्नु न छोरी भागिदिएर त यो बिजोग भयो नि मेरो म त मर्नै लागेको हेर्नु के अरे छोरी कति वर्षको हुनुहुन्छ यो 32 वर्षको छोरी 16 वर्ष हजुरको आफन्त त होइन कोही होइन मेरो कोही होइन तपाईँ घर कहाँ नि दिदी घर कहाँ हजुरको मेरो त पूर्व भाइ पूर्व कि पश्चिम पूर्व धनकुटा ए धनकुटा ए को हुन्छ त घरमा चाहिँ घरमा त्यही सासु ससुराहरू होइन त्यस्तै अनि छोरी खै त छोरी चाहिँ छोरी भित्र सुतिरहेछ भागेर त छोरी हजुरलाई छोडेर होइन भागेको छैन खै देखाउनु त नानी छोरीसँग भेट भएको छैन भएको छ किन नहुनु अस्ति नै ऊ घर गएको थियो घर गएर आएको थियो अहिले देखाइछ त छोरीलाई ल म पनि जान्छु है हो नि कता कोठा बाथरुम हो यो होइन हजुर कोठा यहाँ होइन माथि होला नि त्यो होइन रे सोनी
छोरी कहाँ छ फेरि होइन यहाँ त अरू हो बस्ने अरू मान्छे बस्ने अरे छोरी कति दिन भयो हजुर नभेट्यो भन्नु त अनि छोरीलाई ल चल्छ बाहिर हुन्छ श्रीमान कहाँ हुनुहुन्छ त हजुरको कहाँ बाहिर त्यो त कहाँ बाथरुम जाने हजुर बाथरुम आउने त बाहिर यता यता जाउँ बाहिर जाउँ अनि तपाईँले यसरी तपाईँले घर यसरी भाडामा दिदी गर्दा उनीहरूको नागरिकता यताउति केही राख्नुहुने छोरीहरूको छोरीको त भर्खर बनाएर आयो छोरी त यहाँ धेरै बसेकै छैन छोरीको छ नि उठाउँदैन दिनु न सबै तपाईँले के राख्नु भएको छ पहिला भाडा तपाईँ कति भयो काठमाडौँ आएको म त धेरै पहिला आएको 7-8 वर्ष भइसक्यो श्रीमानको नाम के हो श्रीमानको नाम हजुर राजकुमार कहाँ अरे श्रीमान साउदी कुन देश साउदी कि कतार हो होइन साउदी नै हो के हो नाम राजकुमार भन्दैछु ए अनि हजुरको दिदी बहिनी माइती नि हजुरको मेरो बहिनी एकजना भाइहरू 2 जना थिएन हैन हजुर अनि बहिनी एकजना हामी टोटल 5 जना हैन माइती चाहिँ कहाँ हजुरको माइती नि धनकुटा हो घर पनि धनकुटा छोरीको नाम के हो घर चाहिँ कहाँ छोरीको नम्बर मेरो बुढोको घर त उता तेह्रथुम माइती चाहिँ धनकुटा बुढा घर चाहिँ तेह्रथुम के हो नाम राजकुमार के हो राजकुमार लिम्बू खापुङ तपाईँलाई श्रीमानले छोड्याहरू त हो होइन किन यस्तो एक्लै बस्नु भएको थियो अरे खै त श्रीमानहरू साथमा हजुर किन एक्लै बस्नु भएको त भोलि पर्सि आउँछु पैसा कमाएर आउँछु भनेर जानुभएको अनि पैसा पनि पठाइदिइराख्नुहुन्छ हुन त कसलाई पठाउनुहुन्छ मलाई नै पठाउनुहुन्छ मेरै नाममा पठाउनुहुन्छ कहाँ हजुर कहाँ पठाउनुहुन्छ तलउमा पठाउनुहुन्छ हौ ब्याङ्कमा ब्याङ्कमा पठाउनुहुन्छ क्या पठाइदिनुहुन्छ त्यही निकाल्छु म ब्याङ्क पनि छ खाता पनि छ खाता पनि छ कुन ब्याङ्कमा छ कुन ब्याङ्कमा तल त उयो क्या हामी तपाईँलाई यहाँ तपाईँ कोही पनि भएन केही पनि छैन भनेर हामी मानव सेवा आश्रमबाट आएको हजुरलाई लिनलाई यहाँ हामीलाई भन्नुभयो श्रीमान पनि हुनुहुन्न रे छोरीले छोड्नुभयो दिदी एक्लै हुनुभयो गाह्रो भयो अवस्था भनेर हामीलाई जानकारी भयो अहिले हामी मानव सेवा आश्रमबाट आएको हजुरलाई लिनलाई के गर्ने त अब हामीसँग जाने कि बस्ने श्रीमान आउनुहुन्छ श्रीमान अब ओमा आउनुहुन्छ दसमा आउनुहुन्छ त्यतिखेर के भन्नुहुन्छ तपाईँको नाम नि मेरो नाम शर्मिला शर्मिला के लिम्बू लिम्बू तपाईँपट्टि चाहिँ उहाँलाई चिन्नुहुन्छ त हजुरले घरपेटी हो चिन्छु घरबेटी हो अनि बुढो त ऊ हो सिङ्गको हो छोरी कति भयो छोरी नभए साथमा छोरी छोरी अस्ति नै एकछिन उता ऊ गएको थियो घर गएको थियो होइन तेह्रथुम त्यसपछि अनि धेरै भएको छैन हौ आएको अहिले यहाँ त हुनुहुन्न हो आएको थियो अनि उता ऊ के अरे उसले ऊ बनाउने भन्दै थियो क्या नागरिकता अब नागरिकता चाहियो अनि अब के अरे त्यो ऊ चाहियो नि त केटाकेटीको त्यो छोरीको नम्बर थाहा छ हजुरलाई छोरीको नम्बर मलाई त थाहा छैन अहिले हेर्नुहोस् त हामी काठमाडौँमा छौँ र यसरी कोठामा लिएर आमालाई छोडेर छोरी फरार हुनुभएको कुरा जानकारी गर्नुभएको छ घरबेटीबाट हामीलाई हेर्नुहोस् अब दिदीले बताएको कुराहरू के कतिको सत्य छ के कतिको सही छ अब दिदीलाई थाहा होला अथवा उहाँको परिवारलाई थाहा होला यसरी छोरीले यो ठाउँमा छोडेर छोरी कति पनि निक्ले 22 दिन भयो त्यस्तै भयो होला मलाई पनि भनेन भागेर गएको छोरी त मैले त एकैचोटि कि यो बुधबार 22 दिन हुन्छ कि त्यस्तै लाग्यो मलाई बुधबारतिर गयो होला
कति कस्तो कोही ठुलो उमेरको 16 वर्ष छोरी 16 र हामी यो भिडियो उहाँको छोरी उहाँको श्रीमान अब दिदीले बताए अनुसार कुराहरू तपाईँहरूले सुनिसक्नु भएको छ जानकारी प्राप्त गरिसक्नु भएको छ उहाँको माइती उहाँको श्रीमान र उहाँको छोरीसम्म पुगोस् हेर्नु त छोरीले यो ठाउँमा छोडेर अहिले भागिनु भएको भन्ने जानकारी भएको छ र माइतीहरू धनकुटामा हुनुहुन्छ श्रीमान विदेश हुनुहुन्छ भन्नुभएको छ बिचरा दिदीको अवस्था हेर्नु पुरै कति पो दिदीलाई यस्तो भयो कि पहिले यस्तो दुब्लो हुनुहुन्थ्यो अझ दुब्लो थियो तैँले अहिले हजुरलाई केही भएको छ कि छैन खै के भएर यस्तो भयो थाहा छैन केही रोग लाग्यो हजुरलाई रोग त त्यस्तो त केही पनि लागेको छैन सानो तर हस्पिटल चाहिँ गएको होइन तर तपाईँको एउटा छोरी मात्रै हो सन्तानमा कति भयो यसरी हजुरले बात देखे यस्तो भएको त मैले अब सुन्न चाहिँ 4-5 दिनै भइसकेको थियो देखेको चाहिँ नि अस्तिको रातिबाट देखेको है त्यो पनि यता पछाडि गएर चिच्चाउने कराउनु म त चोर आयो होला भन्ने 11 बजेतिरको कुरा भयो मैले बत्ती बाले पछाडि दिदीले भन्नुभयो बत्ती नबाल्नु मान्छे नाङ्गै छ भन्नुभयो अब बरु हाम्रो त फ्यामिली छ नि त अनि त्यो हिसाबमा चाहिँ नि अनि मैले बत्ती निभाएँ हेरेँ अनि म त अब यहाँ बिरामी हो कि कोही ल्याएको हो कि भनेर भोलिपल्ट बिहानै सोधेँ उहाँलाई मैले के भएको खासमा भनेको यस्तो यस्तो भयो बहिनी अनि तपाईँले एउटा चौकीमा पुलिस रिपोर्ट गर्नु त पर्छ नि त भोलि गएर यो मान्छे हाम फालेर मर्यो या केही भयो भने त हामी त सजिलो बोक्नु पर्ने स्थिति हुन्छ नि त छिमेकी त भएन भने मैले हिजो उहाँलाई लिएर चौकी गएँ चौकी गएपछि चाहिँ यो प्रोसेसिङ चाहिँ भइसकेको रहेछ तर उहाँलाई के पनि थाहा नभएको भएर अनि फेरि मैले उहाँहरूको थ्रोबाट चाहिँ उहाँलाई चिनेको मेरो दाइ हुनुहुन्छ अनि उहाँलाई मैले यस्तो यस्तो स्थिति छ भने उहाँको भिडियो सबै खिचेर पठाइदिएँ अनि चौकीमा पनि रिपोर्ट दिएँ अनि रिपोर्ट दिइसकेपछि चाहिँ नि उहाँहरूको प्रोसेसिङमा उहाँ दाइहरूको 2 जना दाइहरूको प्रोसेसिङमा वडा अध्यक्षसँग पनि समन्वय गऱ्यौँ त्यसपछि अनि हामीले चाहिँ पत्र एउटा लेख्नुपर्ने भनेपछि उहाँलाई चाहिँ वडामा जानु भनेर आज चाहिँ पठाइयो अनि हजुरहरूलाई उहाँहरूले बोलाउनु अहिले हजुरले उहाँलाई राख्दै गर्दा के कागजपत्र छ हजुरसँग कति भयो उहाँ बसे ट्याक्कै 1.5 महिना भयो भन्नु कि 1.5 महिना थियो 1.5 महिना तपाईँलाई केही कोठा भाडाहरू के दिनुभयो है यस्तो ताल्छ मैले उल्टे दबाई गरिरहेको छु अब भिटामिनहरू ल्याएर खुवाइदिन्छु नभए यो त लम्प साथी हो नि त अब गर्नु त पर्यो मलाई त यो बौलाको भन्ने थाहा भएन हेर्नु कि छोरीले भन्दिया भयो हुन्थ्यो म त भित्र टोइलेट छ बाहिर आएर पिसाब फेरिदिन्छ अनि यता यता बुक खसाल्दै हिँड्छ अनि मैले भने शर्मिला यसरी बुझे नखसाल्नु भने कसले आएर बच्चाले हग्छ होला मलाई लाउँछ भनेर झगडा गऱ्यो अनिखेरि त्यो पनि म चुप लागेँ अब के भन्नु उसले त्यसो भन्यो अनि त्यहाँबाट किन तपाईँ बौला हो भन्यो होइन भन्यो तपाईँले दबाई खाइरहेछ हो बौलाको नत्र भने बरु दबाई खाउँ भनेको छैन छोरीलाई सोध्न भन्यो अब छोरी चाहिँलाई फोन गरेको मरिगै उठाउँदिन फोन लाग्छ उठाउँदिन हो नम्बर दिन्छ छोरीको मलाई एकछिन छोरीलाई फोन गर्नुभयो हामीले त्यसलाई छोरीलाई समन्वय गर्ने प्रयास गरिरहेका छौँ अनि रातभरि छोरी छोरी नानी छोरी फोन उठेको छैन हामी प्रयास गरिरहेका छौँ छोरीलाई यस्तो दुःख पाइ मैले अब के भन्नु एक्कासी आएर कोठा माग्नुभयो तपाईँले कोठा दिनुभयो मैले छोरीको मुखी हेर्ने भएको सबभन्दा बिचारे 16 वर्षको मान्छे आमा म कलेज पढ्छु मलाई त्यो घरबेटीले अब अहिले हामीलाई चाहिँ कोठा बन्नुभयो मलाई बस्नु दिनु भएन भने म त सोझो मान्छे बस्नु त ठिकै छ नि त नानी के भयो त भने है उसले छोरीले त्यस्तो गरिदिएछ मलाई थाहा भएन छोरी चाहिँ भने आउने बित्तिकै नानी त बनाउनु जान्छु भने तेरो आमा यस्तो रहेछ नानी आमालाई चाहिँ नछोड उसो भए तँ जाने भए सँगै लिएर जा भने मैले त्यो भनेपछि उसले अर्कै सोची अब चाहिँ मेरो आमा नराख्ने भयो भनेको लागेको छ हेर्नु है मैले त्यो बौला छ त्यस्तो थाहा थिएन मलाई थाहा चाहिँ छोरीले अँगालो मारेर निकाल्थ्यो टोइलेटमा अब त अर्का कोठा गइरहने कुरो पनि आएन धेरै पनि भएको थिएन यिनीहरू आएको धेरै पनि भएको छैन अनि
मैले चाहिँ बिहान बिरामी छ त भनेको थिएँ। अब त्यो बिरामी भएर नसकेर अँगाल मारेर लग्यो होला भने। अनि छोरी चाहिँ एक दिन कलेज हेर्नु हो कि के हेर्नु गई। अनि त्यहाँ त ठ्याक्कै आएछ हेर्नु यहाँ आएर त ठ्याक्कै ऊ त्यो उसमा समातेछ मात्रै टुङ्रुङ्गे झुन्डिएछ। त्यहाँको बच्चाले देखेछ ए आमा ए आमा मान्छे झुन्ड्यो भने। अनि हतार यी बहिनी म माथिबाट आउनु भन्दा नि यी बहिनीले ए भाइ झुन्डिएर जानु न भनेर अनि त्यो भाइले गएर त्यहाँबाट तानेर निकाल्यो। अनि त्यो छोरी चाहिँ आयो नानी तेरो आमाले त हेर मलाई त ज्यान मना पार्ला जस्तो लाग्यो नि के हो यो तेरो आमा त आज यसरी झुन्ड्यो ती पिसा फेरेर अनि त्यो बडार कुरा गरे मलाई बौला भने थाहा छैन है त्यति बेला। अब सन्चो नभए मान्छे जहाँ पनि गऱ्यो होला भन्ने भयो। त्यो बौला भने त मैले सोध्दै सोचिनँ। अनि पिसाब बडाले अनि तेरो आमाले यस्तो गर्यो भने चाहिँ अब चाल पाउने भयो भन्ने भएछ छोरी चाहिँलाई। अनि त्यो पनि मैले त्यसो भनेर सुनाएँ ठिकै छ। 2-3 दिन बसी अनि नागरिकता बनाउनु कुदिहाल्यो। नागरिकता बनाएर 10-12 दिन पछि आयो। अनि यहाँ बस्ने नानीहरूको काम थिएन उनीहरूले नि स्याहार्दै थियो। बढी सोध्नु दिन्छ दिनभरि ल पानी खा पानी अलि धेरै खा पानी धेरै नखा भन्नु न। अनि टाउको दुई चाहिँ अलिक ठिक हुँदो रहेछ पानी खा। टाउको त बिरामी छ भने हामी अनुहार हेर्नु खाऊ। तपाईँको यो मान्छे यस्तो मान्छेको टाउकैको व्यथा हो कि हामीसँग के चाहियो के दिनु पर्यो भन त के चाहियो ज्वरो आएको औषधि चाहियो औषधि मेरो ज्वरोहरू आएर मर्न आँटिसक्यो हामीसँग मानव सेवा आश्रम जाने रानीवनमा छ आश्रम औषधि गर्ने जाउँ। अब तपाईँलाई छोरीले छोडेर जानुभएको छ हेर्नु घरबेटीले धन्य यति गर्नुभएको छ जाउँ। अनि त्यो बिस्तार ठिक भएपछि परिवार खोजेर घर जाने उता सर्लक्कै ओर्दिने तपाईँलाई कसरी मैले भात खाने जाउँ। हामी तपाईँलाई दिदीको जस्ताको त्यस्तै अवस्थाहरू देखाएका छौँ। यो उहाँको छोरीसम्म पुगोस् उहाँको परिवारसम्म पुगोस् उहाँलाई चिन्ने आफन्तसम्म पुगोस् र अन्य कोही व्यक्तिले यस्तो गर्न लाग्नुभएको छैन उहाँहरूलाई हजुर सबैजना घरबेटीहरू पनि सबैजना जो कोहीले हेरिदिनुहुन्छ सचेत बनिदिनु होला। यदि कोही घरबेटी त्यहाँ बस्दै हुनुहुन्छ के हुन्छ सबै डाटाहरू सङ्कलन गरेर उहाँहरू कागजपत्र सङ्कलन गरेर राख्नु होला ताकि भोलि परिवार भाग्नु भयो भने उहाँहरूलाई समयमा नै सम्पर्क लिन सकियोस्। आज हेर्नुहोस् त एकजना छोरीले यो अवस्थामा छोडेर आमालाई भाग्नु भएको छ। हामीले अहिले छोरीको केही पनि डाटाहरू फोन नम्बर बाहेक केही पत्ता लगाउन सकेका छैनौँ र अब हामी अन्य कुरामा पनि अगाडि बढ्नेछौँ। हामी कानुनी प्रक्रियाहरू सबै नियम प्रक्रियामा हामी अगाडि बढ्नेछौँ। मानव सेवा आश्रमको पाएसम्मको जानकारी सङ्कलन गरी र अब दिदीलाई हामी मानव सेवा आश्रम लाँदैछौँ र सबैजनालाई एउटा यो सचेत पनि रहनु होला। कोही घरबेटीहरू यसरी बस्दै हुनुहुन्छ नि सबै कुरा लिएर बा भोलिको दिनमा यस्तो घटना घट्न सक्छ घट्यो भने उहाँलाई सजिलै हामीले सम्पर्कमा लिन सकियोस्। जाऊ दिदी उपचार गरेर आउने ल जाऊ। उहाँसम्म पुऱ्याइदिनु अब तपाईँ गएर आइज है शर्मिला जाउँ उता पुलिस आएको चाहिँ भेट्ने उता लिएर जाने अहिले यति बेला यसै वडाका वडा अध्यक्षज्यू पनि आउनु भएको छ। यो वडाको यो जानकारी पनि उहाँलाई पक्कै थियो होला थियो हजुरलाई के भन्न चाहनुहुन्छ? अब हामीले अहिले यसरी उहाँलाई लिएर जाँदैछौँ मानव सेवा आश्रम एकदम लिएरै जानुपर्ने खालको छ। हजुर लिएरै जानुपर्ने खालको छ। अब वडाभित्र यस्ता व्यक्तिहरू पनि हुनु नै छ तपाईँले यसलाई मध्यनजर गर्नुभएको रहेछ होइन हामीलाई जानकारी भयो। अब उहाँलाई मानव सेवा आश्रम लाँदैछौँ। अब तपाईँको केही विचारधारणाहरू हजुर? खास त्यस्तो छैन अब उद्धार गर्नुपर्ने खालकै थियो हजुर। अब धेरै अगाडिदेखि नै उद्धार गर्ने प्रयासमा थियौँ। अब यहाँ आज चाहिँ सफल भएको छ। यहाँले चाहिँ केएन साहबको आज उद्धार गर्नुभयो। अब उसलाई चाहिँ उसको भविष्य राम्रो होस् पछिसम्मलाई
वडा अब हामी सङ्घ संस्था भनेको त वडाको पालिकाको समन्वयले सहयोगले चल्ने संस्था अब यसमा पनि हजुरको समन्वय के कतिको रहन्छ एकदम आवश्यकता अनुसारको हामी वडा नगरपालिका त्यस्तोमा चाहिँ गरिराखेकै छौँ विगतदेखि चाहिँ निरन्तर छ नै नभएको होइन छ त्यही अनुसारको हामी आवश्यकता हुन्छ उहाँको के कतिको हामीले परिवार खोजी कार्यालय अगाडि बढाउनेछौँ भेट्यो भने अब फेरि तपाईँहरूको साथ सहयोग कोही छ भने ओडालाई सम्झाउनेछौँ ओडाले त्यस कुरामा समन्वय र सहकार्यमा भूमिका गरिदिनु होला हजुर हामी पनि उहाँ मार्फत त्यो खोजी कार्य चाहिँ गरिरहेका छौँ हामी पनि किनभने सकेसम्म आफन्त भेट्यो आफन्तसँग जिम्मा लगाउनु पायो भने चाहिँ अझ राम्रो हुन्छ भन्ने हिसाबमा तपाईँहरू पनि त्यही अनुसार खोजी गर्नु उहाँको नायताको फोटोकपी सहितको छ हजुर पाइसक्यो हजुर फोटोकपी सहितको छ त्यो अनुसारको चाहिँ खोजी कार्य जारी राखौँ हस् धन्यवाद हजुर यो यहाँबाट ग्रुपिङ आएको हामी यहाँको अहिलेको जमानामा यो उसको मानवता हुनु चाहिँ ठुलो कुरा हो अरू त भन्दा भगवान हो जति हामी दिदीलाई लिएर आइपुगेका छौँ मानव सेवा आश्रममा आउनुहोस् आउनु आमा ल एकदम भाग्यमानी घरबेटी पाउनु भएको छ दिदी यस्तो घरबेटी पाउनु नि भाग्य चाहिन्छ अलिकति दिवा खाएछ रुयो बिचरा आमा तपाईँले मलाई माया गर्नुहुन्थ्यो भन्छ भनेको यस्तो घरबेटी नपाउँदा बाटोमै निक्लिन्थ्यो आउनु बहिनीहरू खै बहिनीहरू बोलाइदिनु न बहिनीहरू हजुरलाई चाहिँ चाहिन्छ सब छैन माछा छोड माछा छोड ल आइयो है हामी आश्रम आइयो बिस्तारै ल वेलकम लाउने त टोइलेट जाने टोइलेट जाने ल अहिले अब यहीँ हामीसँग बस्ने कि जाने अब परिवार फेला नआउनुसम्म यहीँ बस्ने परिवार फेला पछि जाने ल जान्छ टोइलेट बताऊ ल एकदमै धन्यवाद हजुरलाई धेरै गरेर ख्याल गरिदिनु भयो थ्याङ्क यू सो म त सोझो मान्छे सर यस्तो कहिले गरेको थिइनँ यो ठिक होला भनेर मैले धेरै आश गरेको थिएँ हेर्नु हजुर हजुर अनि मैले चाहिँ यस्तो पागल भन्ने चाहिँ मैले सोचिनँ क्या अनि यसलाई यिनीहरूले त खाना खाएन बिहानमा अब छोरी पनि बच्चै यो पनि त्यस्तै राम्रोसँगले खानिदिएपछि त ठिक होला भन्दै बनाउँदै खाँदै गरेको है गर्दा गर्दै त आज यसले दबाई खाने गरेको थियो कि झन् बढी अस्ति 2 दिनदेखि जप्पाएँ धेरै भाग्यमानी हुनुहुनेछ उहाँ धन्यवाद तपाईँको भित्र मानवता रहेछ बोल्नु त सक्ने होइन घिसार्ने अब के गर्ने सक्नु पर्यो नि म पनि भइसक्यो नि 60-61 वर्ष अनि ल हामी दिदीलाई मानव सेवा आश्रम ल्याइसकेका छौँ एक उदारमाना मानवता प्रेमी घरबेटी थियो उहाँले 1.5 महिनादेखि उहाँलाई त्यो अवस्थामा स्याहारेर राख्नु भएको र आज मानव सेवा आश्रमले अब हामी यो तपाईँको बिचमा राखेको भिडियो सबै माझ पुगोस् छोरी भाग्नु भएको छ अरे आमालाई छोडेर अब कता भाग्नु भएको छ अब परिवार पनि हुनुहुन्छ जानकारी आएको छ सबैजनालाई सबै माझ पुगाएर जानकारी गरिदिनु र अब पालो भएको परिवर्तनपछि तपाईँको बिचमा जोड्नेछौँ जय मानव सेवा जय मानव